तपाई मेहनत गर्नुहुन्छ, पैसा कमाउनुहुन्छ, तर पनि महिनाको अन्त्यमा खाता खाली। न बचत न सुरक्षा, केवल तनाव। यदि यो तपाईको कथा हो भने यो भिडियो तपाईका लागि हो। किनभने आज म तपाईलाई देखाउने छु तपाई सधैँ किन गरिब हुनुहुन्छ र यसलाई आजैबाट कसरी सुधार्ने। स्वागत छ तपाईलाई 100 कडा 2 मा, जहाँ हामी सिक्छौं पैसा कसरी चलाउने, कसरी बचत गर्ने र कसरी बढाउने। यदि तपाई आर्थिक स्वतन्त्र जीवन चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाई सधैँ गरिब हुनुका वास्तविक कारणहरू। 1. लाइफस्टाइल इन्फ्लेसन, चुपचाप गरिब बनाउने बानी। तलब बढ्छ तर जीवनशैली झन छिटो बढ्छ। महँगो मोबाइल, महँगो कपडा, महँगो खाना, महँगो जीवन, तर बचत शून्य। यसलाई भनिन्छ लाइफस्टाइल इन्फ्लेसन। धेरै कमाई बराबर धनी हुनु होइन, धेरै अनुशासन बराबर धनी हुनु हो। 2. भावनात्मक खर्च, भावना किन्नु। तनाव भयो, किनमेल गर्यो। दुखी भयो, बाहिर खाने। बोर भयो, अनलाइन शपिङ। तपाई सामान होइन, भावना किन्दै हुनुहुन्छ। भावनात्मक खर्च गरिबीको सबैभन्दा ठूलो कारण हो। 3. आर्थिक लक्ष्य नहुनु, दिशा बिनाको जीवन। यदि तपाईको पैसासँग स्पष्ट लक्ष्य छैन भने पैसा टिक्दैन। न बचत लक्ष्य, न लगानी योजना, न आपतकालीन कोष। लक्ष्य बिनाको पैसा हावा जस्तै उड्छ। 4. बाँकी रहेपछि बचत, सबैभन्दा ठूलो गल्ती। धेरै मानिसको बानी कमायो, खर्च गर्यो, बाँकी बचायो, तर बाँकी प्राय शून्य। स्मार्ट मानिसको बानी कमायो, पहिले बचत गर्यो, बाँकी खर्च गर्यो। यो एउटा बानीले तपाईको आर्थिक जीवन परिवर्तन गर्न सक्छ। 5. खर्च कहाँ जान्छ थाहा नहुनु। तपाईलाई थाहा छैन पैसा कहाँ जान्छ। सानो सानो दैनिक खर्च ठूलो सपना मारिदिन्छ। यदि तपाईले पैसा ट्र्याक गर्नु भएन भने नियन्त्रण गर्न सक्नुहुन्न। 6. एउटै आम्दानीमा निर्भर हुनु। एउटा जागिर, एउटै तलब, एउटै स्रोत। यदि त्यो रोकियो भने तपाईको जीवन पनि रोकिन्छ। धेरै आम्दानी स्रोत बराबर सुरक्षा, छिटो धनी बन्ने बाटो। आजैबाट सुधार कसरी गर्ने। स्टेप 1. 7 दिन खर्च लेख्ने च्यालेन्ज। 7 दिनसम्म हरेक रुपैयाँ लेख्नुहोस्। तपाई आफै चकित हुनुहुनेछ पैसा कहाँ जान्छ भनेर। स्टेप 2. 50-30-20 नियम अपनाउनुहोस्। 50% आवश्यक खर्च, 30% चाहना, 20% बचत प्लस लगानी। सरल, शक्तिशाली जीवन परिवर्तन गर्ने। स्टेप 3. पहिले बचत पछि खर्च। जसै तलब आयो 20% सिधै बचत गर्नुहोस्। बचतलाई अनिवार्य खर्च जस्तै बनाउनुहोस्। स्टेप 4. लाइफस्टाइल इन्फ्लेसन नियन्त्रण गर्नुहोस्। जीवनशैली होइन, बचत दर बढाउनुहोस्। आफ्नो हैसियतभन्दा तल बाँच्नुहोस्। यही हो धनी भन्ने गोप्य सूत्र। स्टेप 5. पैसाबारे सिक्न सुरु गर्नुहोस्। आर्थिक शिक्षा सबैभन्दा शक्तिशाली सिप हो। सिक्नुहोस् बचत, लगानी, आम्दानी बढाउने उपाय, स्मार्ट खर्च। ज्ञान बराबर आर्थिक स्वतन्त्रता। तपाई धनी बन्न लाखौं कमाउनु पर्दैन। तपाईलाई चाहिएको छ अनुशासन, नियन्त्रण र निरन्तरता। सानो सानो राम्रो बानी दैनिक अपनायो भने ठूलो आर्थिक परिवर्तन हुन्छ। तपाईको भविष्य निर्भर गर्छ यो भिडियो पछि तपाई के गर्नुहुन्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। किनभने 100 कडा 2 मा हामी पैसा पछ्याउँदैनौं, हामी पैसालाई नियन्त्रण गर्छौं।